हेलो नमस्ते नमस्ते। अब चुनाव लगभग 28-29 दिन लगभग भनौँ न 28 दिन जति बाँकी रहेको छ। अब फागुन आज 21 गते भइसक्यो है। यति बेला तपाईँहरू एकदमै सचेत हुनुपर्ने हुन्छ है। हेर्नुहोस्, धेरैजनालाई जानकारी नभएको पनि हुनसक्छ सामान्य नागरिकहरूलाई। अब चुनाव नजिकिँदै जाँदाखेरि अब जनताले के कुरामा सचेत रहनुपर्छ भने कतै तपाईँहरूलाई पनि जसरी हामीले माछा मार्दाखेरि बल्छी थाप्छौँ होइन, त्यसरी नै कतै तपाईँहरूलाई त्यस्तो त गरिराख्नु भएको छैन। किनभने 1.5 महिना अगाडि नै चुनावको लगभग आचार संहिता लागू भइसक्छ। अब आचार संहिता लागू भइसकेपछि कुनै पनि प्रक्रिया मार्फत, जस्तो विभिन्न किसिमको ट्रेनिङ मार्फत तपाईँहरूलाई कुखुरा बाख्रा बङ्गुर अथवा विभिन्न किसिमको तपाईँहरूलाई सेवा सुविधामा तपाईँहरूलाई प्रलोभन देखाइरहेको छ भने यति बेला के बुझ्नुपर्छ भने यो नियम कानुन विरुद्ध हो। तपाईँहरूलाई ललिपप देखाएर माछालाई जालमा पार्नु जस्तै हो। हामी जालमा पार्न खोजिरहेको छ भनेर बुझ्नुपर्छ। त्यही भएर यो कुरामा बस्नुहोस् है, यो कुरामा बस्नुहोस्। कतै तपाईँको वरपर तपाईँको पालिका, तपाईँको नगरपालिका, तपाईँको महानगरपालिका, कतै उपमहानगरपालिका, तपाईँको गाउँघरमा त्यस्तो किसिमको छ भने हामी बुझ्नुपर्छ यो बल्छी थापेको हो, तपाईँहरूलाई मेनुपुलेट गरिरहेको छ। नझुकिनुहोस् है फेरि, किनकि चुनाव एकदमै नजिकै छ। 27-28 गते यो चाहिँ नियम कानुन विरुद्ध हो। यति बेला गर्नु भनेको यो बल्छी थापेको हो, यो गर्न पाइँदैन। यदि गरिरहेको छ भने अब तपाईँहरू आफै विचार गर्नुहोस् के गर्नुपर्छ। नझुकिनु होला है त।